भगवान्को कृपा हो। हाम्रो त केही पनि होइन, हामी त एउटा अब साधारण मान्छे जस्तो हो, केही पनि छैन हामी, मेरोमा त केही पनि यस्तो तपाईँको शक्तिहरू केही पनि छैन। अन्त यो चाहिँ बुद्ध भगवान्को नै दया हो, शक्ति हो। अन्त यताको यो गाउँको अब यो जग्गाको तपाईँको अब यसरी मैले अघि भने जस्तो देउताहरू अब नागहरू या अब यताको के छ ढाकी ढाकिनीहरू जे पनि छ, उहाँहरू सायद खुसी भएर के भन्छ के अरे अब यस्तो भएको होला। त्यसले गर्दाखेरि एकदमै अब शुभ भयो क्या, यो चाहिँ एकदमै शुभ भयो, एकदमै शुभ भयो। अन्त एकदम मनबाट मलाई त एकदम खुसी लाग्यो। त्यो भयो। त्यहाँदेखि आज चाहिँ तपाईँको अब यो बुद्ध जयन्ती त तपाईँहरूलाई प्रायः जस्तो सबैलाई थाहा छ होला, किनकि लामाहरूले युट्युबमा धेरैजनाले प्रबन्ध दिन्छ यसको बारेमा, यो त्यो भनेर भन्छ होइन। अब यसको चाहिँ तपाईँको कहानी जस्तो चाहिँ कस्तो छ भन्दा बुद्ध भगवान्को चाहिँ 12वटा छ, त्यसलाई जेपचुन्नी भन्छ। 12वटा छ। 12वटा चाहिँ तपाईँको अब बुद्ध भगवान् पहिला उहाँ के भन्छ के अरे आमाको गर्भमा के भन्छ के अरे प्रवेश हुँदाखेरि चाहिँ आमाले चाहिँ राति छोटकरामा भन्नु चाहन्छु म, राति चाहिँ आमा बुद्ध भगवान्को देवी आमा चाहिँ सुतेको हुँदा चाहिँ उहाँको के भन्छ के अरे यो सपनामा चाहिँ के देख्यो भन्दाखेरि चाहिँ माथि देवलोक तपाईँको 33 देवलोक भन्छ, 33 सुन्जो सासु भन्छ, 33 देवलोकबाट चाहिँ तपाईँ चाहिँ बुद्ध भगवान् चाहिँ त्यति बेला चाहिँ उहाँ 33 देवलोकमा हुनुहुन्थ्यो रहेछ। अन्त उहाँ चाहिँ यता अब हाम्रो संसारमा चाहिँ प्रवेश गर्नुहुँदा चाहिँ उहाँको आमाले चाहिँ उहाँले सपना चाहिँ के देख्यो भन्दाखेरि चाहिँ सेतो हात्ती तर 7वटा डाँडा भएको। अब हाम्रो यहाँ त हामीले त 2टा डाँडा भएको मात्रै देखेको छ यो हात्ती त, तर माथि उहाँको चाहिँ के हुन्छ 7वटा डाँडा भएको चाहिँ सेतो हात्ती चाहिँ माथि आकाशबाट आएर चाहिँ उहाँको के भन्छ गर्भमा प्रवेश गरेको उहाँले देख्नु भएको रहेछ है महामाया देवीले। त्यसरी चाहिँ उहाँ के भन्छ के अरे बुद्ध भगवान् चाहिँ आमाको गर्भमा प्रवेश भएको। त्यहाँदेखि चाहिँ तपाईँको अब 9देखि 10 महिनाको भनेको छ पुस्तकमा। लुम्बिनीमा तपाईँको आमा चाहिँ यता उहाँको माइतपट्टि छ सायद जाँदाखेरि होला, लुम्बिनीमा चाहिँ उहाँको बुद्ध भगवान्को जन्म भएको हो। तर जन्म हुँदा चाहिँ मान्छेले सम्झिन्छ आमाको गर्भबाट जन्म भयो भनेर सम्झिन्छ। पुस्तकमा चाहिँ आमाको गर्भबाट जन्मेको छ भन्नु भएको त्यस्तो छैन। उहाँ चाहिँ आमाको यो दाहिने काखीबाट चाहिँ उहाँ चाहिँ के भन्छ शक्ति जस्तो अब एउटा जादु जस्तो भएर चाहिँ उहाँ चाहिँ आमाको काखीमा केही नभइकन काखीबाट चाहिँ उहाँ जन्म भएको। उहाँ आमाको गर्भबाट जन्म भएको छैन बुद्ध भगवान् चाहिँ। त्यो जन्मिँदाखेरि चाहिँ उहाँ सिधै के भन्छ के अरे भुइँमा उहाँको के भन्छ